यति बेला जानकी जन्मोत्सवका अवसरमा जनकपुर धाम स्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम भइरहेको छ। अहिले प्रत्येक दिन दिउँसो 4 बजे जानकी मन्दिर प्राङ्गणमा श्रीराम कथा वाचन र साँझ 7 बजे गर्भगृहमा जानकी जन्म बधाई मंगल गान तथा सांस्कृतिक कार्यक्रम हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ। जानकी मन्दिरलाई यति बेला दुलही झैं सिंगारिएको छ। गीतनाद, नृत्य र बधाई गानले जानकी मन्दिर परिसर सन्ध्या प्रहरमा झनै आध्यात्ममय बनेको छ। मन्दिर परिसरमा नेपाल र भारतका कलाकारहरूद्वारा गायन र नृत्य प्रस्तुत हुने गरेको छ। निरन्तर अखण्ड रामायण पाठ पनि जारी रहेको छ। हामीहरू प्रत्येक वर्ष यसलाई अखण्ड रामायण, संगीतमय रामायण, त्यसपछि रामकथा, त्यसपछि तपाईको बधाई मंगल गान, अनि जुन दिन प्रमुख दिन 27 गते जानकी जन्मको दिन बिहान 5:30 बजे हामीहरू दूधमती शाही स्नान गर्छु। 12 बजे जन्म आरती, बधाई मंगल गान, बेलुका चाहिँ डोला शोभा यात्रा, साँझमा दीपोत्सव महाआरती हुँदै सम्पन्न हुन्छ। यो 9 दिवसीय कार्यक्रम छन् र जनकपुरमा जनकपुरकै होइन मिथिलाञ्चलको एउटा धरोहर पर्व हो। जन्मोत्सवको मुख्य दिन वैशाख 23 गते मंगलबार बिहान 5 बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ। सोही दिन अपराह्न 12 बजे जन्म आरती तथा बधाई मंगल गान, दिउँसो 4 बजे डोला शोभायात्रा र साँझ 7 बजे विशेष आरती सहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ। जानकी जन्म महोत्सवको लागि नै यति बेला आन्तरिक र बाह्य पर्यटकहरू मन्दिर दर्शनको निम्ति उल्लेख्य रूपमा सहभागी भइरहेका छन्। जानकी जन्मदेखि छठीहारसम्म हरेक दिन साँझ 7 बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ। मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख 24 गते जनकपुर धाम उपासनाका लागि मटकोर कार्यक्रम पनि आयोजना गरिनेछ भने वैशाख 25 गते धार्मिक तथा सांस्कृतिक गीत सहित सीताराम विवाह महोत्सव मनाइनेछ। सोही दिन मानस मोहिनी सन्ध्या देवीबाट विशेष रामकथा वाचन समेत गरिने कार्यक्रम रहेको छ। धनुषा धामबाट घनश्याम मिश्रको रिपोर्ट।